6 विन हुन गइसकेको छ हेर्नुहोस् त ए खातिर जित्दै गरे चाउरेको जाँठाले ल हेर्नुहोस् आइसक्यो तेरो छोराले हानिसक्यो गोविन्दले गोविन्दसँग बिहा गर्छस् त्यो जाँठो गोविन्द त्यो सानो न सानो गर्छस् गोविन्द त धेरै सानो छ यार धेरै सानो छ नि भोलासँग भोलासँग त गर्छु डेटमेन अब जित्नु पर्यो है हो नि डेटमेनसँग त्यसको 7 विन तान्यो नि को अरे ओइ भोलासँग बिहा गर्छस् भोला यही हेरेछ भोलालाई बेटलसँग खेल्छस् भोलासँग नराडी हुन् खेल्छु लु भोलालाई 1-2 शब्द ठोक्दियो त यही चाहिँ भोला आई लभ यु मेरो मुटु मेरो कलेजो मेरो फ्याक्सु आउ त यता मसँग म दुबईमा एक्लै छु के नगाली नगरी भोला यस्तो माया गर्छ यार त मैले कस्तो खट्के मोजी रोन्डी मासलान रप नबोल्ने यार कस्तो यार म रातभरि सुत्दिनँ फेरि या साइलेले गर्दा म रातभरि सुत्दिनँ के आज नि म कता जाउँ होला छटपटी भयो भोलालाई दुबई कहाँ छ अबुधाबी हो दुबई भएको कन्ट्याक्ट भोलालाई बिहा गरेपछि नानी जन्माइदिन्छस् भोलाको 4वटा छोरा जन्माइदिन्छु अनि 3टा छोरी जन्माइदिन्छु अनि 1 वर्षमा जन्माइदिन्छु क्या मैले र भोलालाई कस्तो कटले दिन्छौ उठेर बसेर सुतेर कुर्सीमा न्याप्टो च्याप्टो घ्याप्टो खप्टो भोलालाई कोही बेला रिस उठ्यो मैले चाहिँ होइन मैले चाहिँ कसरी बिहे गर्छु भन्ने मैले चाहिँ होइन अनि बिहे गरेको दिन अनि घुम्न चाहिँ सगर दिन चाहिँ उता जाने हो पाकिस्तान युएसए जाने हो भोलालाई तिम्रो नानी दिएपछि भोलाले छोडेर भाग्यो भने के भन्छ त्यो राँडाको म तुरी काटेर म राख्छु क्या त्यसको त 2टा आलु छैन त्यसलाई मैले काटेर मैले उसमा राखिदिन्छु डेटमेनलाई चाहिँ के भन्न चाहन्छ डेटमेनको पनि भुँडी बोक्छ फिटमेन डेटमेनको भुँडी बोक्छस् भनेको डेटमेनको त बोक्दैन यार किन त मुराले त गर्नै सक्दैन भनिरहेको थियो डेटमेनले त बोकाइदिन्छ डर छ अनि हानेको बोक्छ चाहिँ बोक्दैन हाने डेटमेन भोला हानेको त बोक्ने हो नामै हाने रहेछ त यार कति धेरै हान्छ होला हाने डेटमेन एकचोटि होइन एकचोटि तान्दाखेरि दुनियाँ अर्को भन्छ जस्तो जिन्दगी दुनियाँ अर्को हुन्छ तिमीलाई बुढा माया कि आमा बाउ माया बुढो नि खै देऊ न त मलाई बुढो खै त कहाँ गयो यता पठाइदिए त म दुबई एक्लै छु साथीहरू म एक्लै छु साथीहरूले बिटुइटर मलाई चाहिएको छ दुबईमा भएको मान्छेहरू कन्ट्याक्ट मी ओके इनबक्समा मेसेज गर्नु होला त्यसपछि म अबुधाबीमा छु चट्ट लगाएर म ठ्याक्क गाडी लिएर आउनेछु त्यसपछि बस्नेछु खानेछु सुँगुरको मासु खानेछु बिगुर खानेछु त्यसपछि चट्ट लगाएर माया गरेर गर्नेछु के हेरेको के रमाइलो गर्न पाउँदैन बल्ल बल्ल पाएको जिन्दगी आज मर्छ कि भोलि मर्छ ठेगान छैन जिन्दगीहरूको भर छैन आज सकी पाउँदैन मैले के चाहिँ अर्को जुनी पाउँछ भने के लेखेको छ मुझे ग्यारेन्टी छ हो नि त अहिले बिहा गर्छ त्यही भएर साथीहरू दुईटा गर्दैछु त्यही भएर साथीहरू म त के भन्नु यार अर्को जुनी छ छैन के देखेको छस् मुझे खतरा गरी छ तेरो एउटा सुबास म त सबतिर गोरो छु
चिक्ने बोलिदिन्छ 4वटा छोरा जन्माउने हो 4वटा छोरा जन्माउने यहाँ दुबईमा 4वटा छोरा जन्माउने 3टा छोरी जन्माउने 5वटा गरे नान चिक्ने छ भने छैन भने अब एउटा साइला जस्तै बनाउने हो एउटा साइला जस्तै युके पठाइदिने हो एउटा अस्ट्रेलिया पठाउने हो एउटा अमेरिका पठाउने हो हाइलाइट पल्लरेको लाडो चुस्दिन्छौ को पल्लो गरे सब छ लिम्बू केटा पल्लरे यहीँ छ तेरो मुखको त जोडो फाल्दै त केटा जाँडा खान दिनुहोस् ला जित्यो है केटा जितायो उताबाट पनि बढेको छ है नहीं त्यहाँबाट जित्ने प्लिज ल भ्याइयो पल्लरेको लाडो चुस्दिन्छ भने नै भने म खेल्दिनँ त्यसो भन चुस्छु क्या चुस्छु त्यो फुसी खान्छ खाँदैनौ नै अमिलो हुन्छ त्यो त खाँदैन यार जिबा पुग्छ भने नाइटो देखाउन कसले भन्दै थियो देखाउन त नि रेडी देखाइदेऊ न त अनि चुप मेरो त छैन मेरो त मासुले सकेको त सानो झुसीले हालिदिन्छु साइला साइला ल्याएर न अलिअलि के तेरो पनि नाइटो देखा तेरो पनि नाइटो देखा नाइटो हेर्नु चाहन्छ जा छिटो चाट्न चाट्छु जा नाइटो देखा लु देखा जा त देखाउन कस्तो छ देखाउन दिदी नाइ मैले त देखाउँदैन तिम्रो भन्दा पनि उदो छ गोलो छ देखा न रन्डी भालु रन्डी देखा छिटो 800 जना थियो साथी अहिले त 200 नै छैन पर्सनलमा गरेको भए राम्रो हुन्थ्यो रे तेरी मा किचो भन्दैन पर्सनल के गरेको भए हुन्थ्यो तिमीहरूसँग गर्छ नि यिनीहरूले गाइस डबल ट्याप गर नि यार बोकाहरू के साह्रो हेरे गरेको डबल ट्याप पनि गर्न नआउने तिमीहरू जस्तोसँग चिक्ने गर्छ मुजी ओइ सानी अनि साइलेसँग कहिले भेट्ने विचार गरिरहेको छौ तिमीले म यो नेपाल आएपछि अनि नेपाल आइसकेपछि तिमी कतिचोटि भेट्छौ त यार एकचोटि मात्र यार एकचोटि पुग्छ तिमीलाई मलाई पुगिहाल्छ फलो ब्याग देऊ मलाई एकचोटि लभ गर्नुपर्छ सानी र म पनि सानी हो ऊ पनि सानी रहेछ लभ गर्नुपर्छ र ऊ म हामी चाहिँ लभ गर्नुपर्छ र एकचोटि किस गरिदिनु नि त मेरो सानी मलाई माया गर मलाई सानी चुप्पा गरेर गर्नु न मलाई गर न फोटो देखाएर कति माया ने भाइ तिम्रो नाइटमा गर्छु ल साह्रो छाडा छ हो आइडी सानो छ यस्तो एउटाले चुस एउटाले गेडा खाइदियो भइगयो त सानी पछाडि फर्का त तिम्रो चाक कत्रो छ हेरौँ चाक भएको त 60 हुन्छ नि फेरि चाक भएको त्यो केटी मेरो ठुलो छ नि हो देखाइदेऊ न पछाडि फर्केर कति राम्रो छ कति राम्रो है सानीको राम्रो कति राम्रो रहेछ क्या ठिक्कको ज्यान क्या होइन यसरी क्या साइला यसरी क्या होइन त्यो पछाडिबाट उयो कम्मरमा समात्नलाई कति राम्रो सुहाउँछ क्या यस्तो कम्मर छिनेको कम्मर क्या छिनेको कम्मर सानीको छिनेको कम्मरमा च्याप्पा समात्दा कति रमाइलो हुन्छ अहिले तिमीहरू दुईजनाले माल देखा म पनि देखाइदिन्छु ल अहिले तिमीलाई डान्स गर्न पनि आउँछ जस्तो छ भाइ थोरो छ राम्रो छ क्या ज्यान
चट्ट लागेर धेरै अग्लो पनि छैन धेरै होचो पनि छैन है सानी के गाइस डबल ट्याप गर न यार राम्रो यो छ त्यसको बुढीको खुन आयो त्यही र त अड्किरहेको अनि त्यसले उतातिर त्यसको बुढीसँग बोल्दा हामी माया गरौँ न सानी ल ल खै अनुहार पुरै अनुहार देखाउनु नि त राजु वेलकम ल यो राज लास्ट म त अहिले उसको बुढीले के गर्न बोला है क्या हो अरे एकदम तिमीहरूसँग मेरो खेलेर भयो अहिले माल लिएर आइस 1200 मेरो एउटा माल छैन ल बात साइला त बुढो भइहाल्यो अब के गर्नु भो गएको ए छाडा लाग्यो मान्छे छाडा लाग्दैन छैन जे पाए त म के बोलेको छु र त्यही छैन के बोलेको छ छाडा लाग्यो कसलाई जिन्दगी लुटिदिएको छ कि कसैको पैसा चोरिदिएको छ कि सानीले के गरिदिएको छ अचम्म लाग्ने नराम्रो भन्नु हुँदैन क्या किन भन्ने अरूलाई नराम्रो आफ्नो आफ्नो जिन्दगी आफ्नो आफ्नो खुसी हो नि आयो म त मर्छु होला सानी अब दहडासँगै बिहे गरे पनि उसको खुसी एक्लै जिन्दगी बसे पनि उसकै खुसी त के त कडा आयो उसले के अरे सानीलाई अब बिहे गर्नु मन लागे पनि गर्छ बिहे गर्नु मन लागेर बिहे गर्नु मन लागेको छैन भने पनि उसलाई सेक्स गर्ने मन छ भने पनि उसले भान्टा हालेर पनि गर्न सक्छ नि किन केटा चाहिन्छ आफ्नो आफ्नो खुसी हो त्यस्तो अरूलाई त्यसरी अरूलाई भन्ने हक अधिकार छैन ओके हामीले कसैको पैसा लुटेको छैन हामीले जे हाले पनि जे गरे पनि गाइस डबल ट्याप गर न हो छिया छर अहिले खेल्दा हुन्छ बहिनीहरुसँग त्यसो नराम्रो सानी के नराम्रो छ भने कति राम्रो छ यो राम्री कि बिनी यो सानी राम्री हो र बिनी भन्दा सानी राम्रो छ नि ज्यानहरू देख्दा नि कति राम्रो छ मोज गर्दैछ सानी तिमीले भान्टा हाल्छ कि हाल्दैन न रे तिमीले भान्टा हाल्छौ त होइन यस्तो सुन न मैले नर भन्न खोजेको हाल्छु भने हाल्छ भने हाल्दैन भने हाल्दैन भन किन लाउनु ए हाल्दैन रे तैले चाहिँ तेरो बुद्धि हाल्छ तेरो बुद्धिमा तैले हाल्छु कहिलेकाहीँ म त कहिलेकाहीँ आलु बैगुन राख्छ चल्छ टक्क लगाएर अब लक्ष्मण भाइ अब जाने बिहा गर्छु भन्छ लक्ष्मणसँग बिहा गर्छस् हाम्रो गिफ्टरसँग हाइलाइट गर्छस् लक्ष्मण हाम्रो गिफ्टर ठुलो गिफ्टर लक्ष्मण मिस्टर लक्ष्मण छ गर्छस् लक्ष्मणको नानी भन्दै कतिवटा पाउँछस् गर्छु कतिवटा लक्ष्मणको नानी पाइदिन्छस् नानी जन्माउनुकै सुर्ता छ पिर छ कि क्या हो छिटो बोल अनि कुन गडले दिन्छस् लक्ष्मणलाई भन्नु नयाँ लक्ष्मण सुनिरहेछ साने सुन न एउटा कुरा भन्छु तिमीहरू दुईजना खेल्नु तिमीहरू नछुटाइ अहिले म भरे तिमीहरूले के गर्छ के गर्छ हान्दै जानु है मेरो बिनी भाउजू होइन म निस्केको
अब यस्तै गर्छ छुने पो रहेछ यो लेडी बर्ड भन्ने त अन्त भनिदिएको ठोक्नु दाइ ठोक्नु फेरि जोड्नु त त्यसलाई म ठोक्छु ल ठोक ठोक ल म जोड्छु ठोक रन्जी भाले भन्ला ल नभन है त्यस्तो साइलो म भन्दैछु नि फेरि ल जोड्नु दाइ म ठोक्छु नबोल है मैले भन्छु सलाम अलैकुम जी कैसी हो मेरी प्यारी है भागै सक्नु म त गए म त गए ओ पिङ्की तैँले पिङ्की भने के हो ओहो थाहा छैन के हो बुढालाई सोध्न तेरो बुढालाई कुतीको भित्रलाई पिङ्की भन्छ होला यस्तो भगवान् छ तैँले कहाँ त्यस्तो हुँदैन? हाम्रो सम्झना आज छ कि भोलि छ मान्छेको जिन्दगी होइन इन्जोय त गर्नै पर्यो नि जिन्दगी। तैँले त भगवान् जिन्दगी आयो पिङ्की लाल पिङ्की आयो मिस्टर ए वान्डरस ल मिस्टर ए वान्डरस आज छ कि जिन्दगी भरै छ के थाहा हो खुसिन्छ फुलिक्कै हुन्छ इन्जोय गर्नु चास हो नट बल्ने होइन हो नि त अहिले अब मरिन्छ भरे मरिन्छ अब हामी मुखले चिक्छौँ मुखले नचिक्नेले व्यवहारमा चिकिरहेको थ्याङ्क यू सो मच फर द मेम्बर के छ जुन्जु सन्चै हुनुहुन्छ छाडा बोल्छे ऊ हिँड्छे यसले चिकाइदिन अरूले चिकाएर भुँडी बोकेर तमासा भइरहेको हुन्छ बजार ओ माई गॉड के बोल्छ यार प्लिज स्टप है म तिमीलाई अहिले म्युट राखिदिन्छु नि फेरि हेर है यहाँको मेरो भ्युर्सहरू मन पराउँदैन त्यस्तो म्युट त पुतिमा हुन्छ त बन्द गरे बन्द म्युट राखिदिउँ साथीहरूलाई म्युट राखौँ कि नराखौँ भन त एस नो गाइस गेम जिताउनु यार प्लिज गेम पनि अब होइन साथी म्युट भने त त्यहाँ हुन्छ राखौँ कि नराखौँ गाइस भन त कुरा सुन्नु मन छ कि छैन यस भने कि म्युट हो चालले जनाएका कुरालाई अभिनेत्रीले चलेका म जुनजुनकै कुरा मान्छु है जुनजुनकै कुरा मान्छु म त यसै राखिदिन्छु धेरै झरिरहेछ के कुरा गर्छ हान्ने केटा जान्छ नि म्युट ल म्युट है त ल साथी हामी डान्स गरौँ अब